र पछिल्लो 12-15 वर्षदेखि यता चाहिँ एउटा ट्रेन्ड भयो। जब मध्यम वर्गको पहुँचमा विदेशी शिक्षा पर्न थाल्यो, त्यसपछि समाजको खास गरी यो कोभिड पछाडिको डिस्ट्रप्सन्स र कोभिड पछाडि चाहिँ बाहिर जाने प्रक्रियाहरूको नम्बर साइज अलिकति बढ्यो। राम्रो राजनीतिक चेतना हामीसँग, प्रणाली, यहाँका नेताहरूसँग त्यो इच्छा शक्ति हुने हो भने चाहिँ देश फर्किएर गर्छु भन्नेको सङ्ख्या जमात पनि ठुलो छ। साउथ एसियाभित्र पनि हेर्ने हो भने नेपाली विद्यार्थी डिसिप्लिन विद्यार्थीमा गनिन्छ। इन्डियन, बङ्गलादेश विद्यार्थी पुगिसके पछाडि उनीहरू पढ्दैनन्, उनीहरू ड्रप आउट्स हुन्छन्, उनीहरू भागिदिन्छन् भन्ने जुन खालको एउटा बेग्लै खालको उनीहरूको म्यापिङ छ, त्योभन्दा फरक छ नेपाली विद्यार्थी। इन्डिया, श्रीलङ्का जस्ता देशहरूमा जाने विद्यार्थीको सङ्ख्या पनि ठुलो छ, तर त्यहाँ गएका विद्यार्थीहरू त फर्किन्छन्। एक दुईवटा देश, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा जस्ता देशहरूमा गइसकेका विद्यार्थीहरू फर्किने क्रमको पर्सेन्टेज अलिक कम छ। आफ्नो व्यवसाय या आफ्नो धर्मप्रति जहिले पनि हामी डिसिप्लिन हुनुपर्छ भनेर कम्तीमा इक्यान जस्तो एउटा जिम्मेवार संस्थाबाट यसको एडभोकेसी र यसको चाहिँ म्यासेजहरू हामीले डेलिभर गरिरहेको छौँ। राजेश हमाल जो नेपालको एकदम सेलिब्रेटेड एउटा एक्टर हुनुहुन्छ, सिजन एक्टरको रूपमा हैन, उहाँबाट सोसल म्यासेजहरू कसरी ठगिँदैन, विद्यार्थीले किन राम्रो कन्सल्टेन्सी छान्ने र पढिसके पछाडि फेरि नेपाली किन फर्किने भन्ने खालको म्यासेजहरू पनि हामीले डेलिभरी गऱ्यौँ। यस्ता धेरै इम्प्याक्टफुल कामहरू गरेका छौँ। पत्रकारितामा पनि गलत मान्छे छन्, पोलिटिसियनमा, पोलिटिकल पार्टिजमा पनि छन्, पुलिसमा पनि छन्, प्रशासनमा पनि छन्। गलत मान्छे त हरेक ठाउँमा छन्। एजुकेसन कन्सल्टेन्सीले दुईजनाले ठगो हुँदैमा यो इन्टायर सेगमेन्टप्रति गलत तरिकाको दृष्टिकोण त नाजायज हो। आराम हुनुहुन्छ? ठिक छ। घरतिर सबैलाई सन्चै छ? घरतिर सबैलाई सन्चै छ। निकै व्यस्त हुनुहुन्छ होला अहिले? व्यस्त नै छु। यो लिडरसिपमा खास गरी आइसके पछाडि यसका इङ्गेजमेन्टहरू धेरै नै छ अनि सँगसँगै अब अरू आस्पेक्टबाट पनि अलिअलि बिजी नै छु। ठिकै छ। एक हिसाबले भन्ने हो भने अहिले पछिल्लो समय सबैभन्दा मौलाएको, फस्टाएको सेवामूलक व्यवसायको चाहिँ हजुर नेता हुनुहुन्छ। एक्ज्याक्टली। एउटा बजारको चोकमा उभिएर हेऱ्यो भने दायाँ बायाँ सबैतिरै कन्सल्टेन्सी र अब्रोड स्टडी, विदेशी झन्डाहरू राखेको देखिन्छ। यसलाई धेरै कोणबाट हेर्ने गरिएको छ। अहिले हजुर त्यही संस्थाको नेता हुनुहुन्छ, यसलाई तपाईँले नै चाहिँ कसरी हेरिरहनु भएको छ? यसले यो कस्तो भइदियो भने नेपालमा बिजनेस एस्पेक्टबाट यदि कन्सल्टेन्सीहरूलाई थोरै मापन गर्ने हो भने अलिकति 10 वर्ष, 1 दशकदेखि यता चाहिँ एजुकेसन कन्सल्टेन्सीहरू फर्स्ट आएको देखिन्छ। पूर्वकालदेखि यो फर्स्ट आएको होइन। बाहिर जाने म एउटा आलेख पढ्दै थिएँ, त्यसमा पहिलो विश्वयुद्धमा 2 लाख नेपालीहरू चाहिँ युद्धको लागि गएका रहेछन्। ब्रिटिस रेजिमेन्ट यो कोलोनियल उसमा इन्डिया हुँदै गर्दाखेरि, अनि ती गएकाहरूलाई चाहिँ 13 करोड रेमिट्यान्स लिएर आएको। सबैभन्दा ठुलो त्यो भनेको सन् 1920तिरको कुरा हो यो। त्यतिखेर नेपालमा बजेट पनि आएको अवस्था रहेनछ। अनि त्यो 13 करोड विदेशबाट ल्याएको पैसा चाहिँ सबैभन्दा ठुलो पैसा त्यतिखेरसम्ममा। अनि समाजमा हिजो त्यो पनि थियो र यसका फर्मेसनहरू, बाहिर जाने प्रक्रियाहरू फरक थिए। कुनै बेला बाहिर पढ्न जाने नेपालीहरू अलि सभ्रान्त परिवार, अलि एलिट क्लस्टर भनेर भयो भने इन्डियासम्म पुगेर आउने भन्ने, त्यहाँ काशीमा जाने, पढ्ने ओर्ने यस्तो व्यवस्था थियो। भेषबहादुर थापाको किताब पढ्नुभयो भने त्यहाँ एउटा रोचक प्रसङ्ग हुन्छ। राजा महेन्द्र अमेरिकाको भ्रमणमा जाँदै गर्दाखेरि त्यतिखेर बिपी कोइराला हुनुहुन्थ्यो यहाँ प्रधानमन्त्री। अमेरिकामा 3 जना विद्यार्थीहरूलाई भेट्नु भएछ राजा महेन्द्रले। नेपाली विद्यार्थी 3 जना थिए त्यतिखेर पढ्ने अवस्था। र तपाईँले फर्किनुपर्छ, देश बनाउनुपर्छ भनिसकेपछि भेषबहादुर थापा जस्तो विद्वान मान्छेलाई उहाँले बोलाउनु भयो। 2046 सालमा त सर्वसाधारणलाई पासपोर्टै दिँदैन थियो सरकारले। त्यसपछि पासपोर्ट दिने क्रम चल्यो। 50 को दशक पछाडि बाहिर जाने प्रक्रियाहरू हुन थाल्यो नेपाली समाजमा। वैदेशिक रोजगारको लागि पनि बाहिर जाने ओर्ने क्रमहरू अलि बढी भयो। द्वन्द्वकालमा हेर्नु भने तपाईँले त्यो पाउनुहुन्छ। र पछिल्लो 12-15 वर्षदेखि यता चाहिँ एउटा ट्रेन्ड भयो। जब मध्यम वर्गको पहुँचमा विदेशी शिक्षा पर्न थाल्यो, त्यसपछि समाजको खास गरी यो कोभिड पछाडिको डिस्ट्रप्सन्स र कोभिड पछाडि चाहिँ बाहिर जाने प्रक्रियाहरूको नम्बर साइज अलिकति बढ्यो र
यसमा विभिन्न दृष्टिकोणहरू विभिन्न न्यारेटिभहरू बन्न थाल्यो तर बेसिक कुरो के हो भने जहाँ सप्लाई चेन छ एउटा उद्यमीले उद्यमशीलतामा ऊ सक्सेस हुन चाहन्छ भने यो पनि एउटा रोजगार हो यो पनि एउटा केही न केही काम गर्न सकिन्छ भनेर ऊ सेवामूलक पेसामा उसको आबद्धता बढ्दै जाँदाखेरि धेरै कन्सल्टेन्सीहरू फस्टाएका छन् अगाडि बढेका छन् यसका आफ्नै खालका च्यालेन्जेसहरू छन् यसका आफ्नै खालका अपर्च्युनिटिजहरू छन् तर मैले न्याभिगेट यसलाई यो विषयलाई गर्दाखेरि समय आजको दिनमा बाहिर जाने प्रक्रिया बढेको छ एक दिन हाम्रो देश समृद्ध हुन्छ नेपाल समृद्ध हुन्छ बाहिर जाने प्रक्रिया घट्छ त्यति मात्र होइन बाहिरबाट नेपाल पनि आउँछन् र नेपाल नै एउटा शैक्षिक गन्तव्यमा पुग्न सकिन्छ भनेर मैले चाहिँ त्यो इन्भिजन गरिरहेको छु मैले चाहिँ त्यो सोचमा नेपाल देखिरहेको छु तर आज चाहिँ यो सम्भव छैन विदेशका युनिभर्सिटीहरूमा चाहिँ नेपाली मध्यम वर्गको पनि पहुँच पुग्यो भन्ने अर्थमा सरले विश्लेषण व्याख्या गर्नुभयो अहिले तर कतिपयले भन्छन् यहाँ त यो शिक्षामा पहुँच पुगेर होइन शिक्षाका नाममा कमाउनका लागि अथवा हाम्रो उन्नत जनशक्ति चाहिँ उतै भासिनका लागि भासिने नियतका साथ गएका छन् उनीहरूको सृजनशील समय उतै खर्च भएको छ अनि अझ उता नै बस्ने गरी चाहिँ बढी गइरहेका छन् भन्ने कोणबाट पनि टिप्पणी हुने गरेको छ त्यसमा त्यो एउटा पर्सपेक्टिभ अथवा त्यो एउटा मान्यता लाई हेर्ने हो भने त्यो पनि सही नै छ तर त्यसलाई कम्प्रिहेन्सिभ हामीले एउटा दृष्टिकोण बनाउनुपर्छ त्यो दृष्टिकोण के हो भने आज यो नेपाल एउटा फिजिकल नेपाल हेर्ने हो भने चाहिँ यो मात्र छ तर तपाईँ जब यो पछाडिको एउटा बेग्लै ग्लोबल स्टेजको नेपाल हेर्नुभयो भने त्यो डायस्पोरा नेपाल हो त्यो डायस्पोरामा आजको दिनमा नेपाली कम्युनिटी यति धेरै स्ट्रङ छ यो कुनै भाषिएको छैन यो जबरजस्त ढङ्गबाट उपस्थिति जनाएको छ म अस्ट्रेलिया पुग्छु नेपाली कम्युनिटीको स्ट्रङ प्रेजेन्स छ त्यो हरेक सेक्टरमा छ कहिलेकाहीँ यसो सम्झिन्छु यी नेपालीहरू नेपालमै थिए भने यो अपर्च्युनिटी यो एक्सपोजर पाउँथे त्यो पनि होइन पाउँदैनथे अमेरिकामा पनि त्यस्तै छ क्यानाडामा पनि त्यस्तै छ यो फर्स्ट सेकेन्ड जेनेरेसन पछाडिको अब थर्ड जेनेरेसन त यसरी पढिरहेको छ मेरो पुस्ताका बच्चाहरू मेरा पुस्तामा गएका विदेशीमा गएका नेपालीहरूको बच्चाहरू त अहिले त्यहाँका प्रधानमन्त्री त्यहाँका राष्ट्रपति त्यहाँका एन्टरप्रेनर्सहरूसँग बसेर पढिरहेका छन् हामीले त्यसलाई लाइबिलिटिजको रूपमा हेऱ्यौँ भने तिनीहरू त विदेश गए भनेर एउटा परम्परागत सोच हामीले राख्न सक्छौँ तर त्यसरी हेर्नु हुँदैन अबको संसारको परिभाषा बदलिसकेको छ एउटा विश्वमा कुनै पनि कुनामा गएको नेपालीले यी देशलाई कन्ट्रिब्युट गर्न चाहन्छ र समय बदलिँदै जाने हो राम्रो राजनीतिक चेतना हामीसँग प्रणाली यहाँका नेताहरूसँग त्यो इच्छा शक्ति हुने हो भने चाहिँ देश फर्किएर गर्छु भन्नेको सङ्ख्या जमात पनि ठुलो छ र गइसके पछाडि मध्यम वर्ग त्यहाँ गएर त्यहाँको युनिभर्सिटी कलेजेसहरूमा पढेको छैनन् भन्ने होइन म इक्यानको प्रेसिडेन्टको क्यापासिटीमा तपाईँसँग एउटा कुरा सेयर गर्न पाउँदा खुसी छु कि नेपालीहरू विद्यार्थीहरू जो भाइ बहिनीहरू गएका छन् त्यहाँको क्लासरुम र वर्क स्टेसनमा यति राम्रो उपस्थिति छ द्याट्स वाइ यो नेपालको सामर्थ्यले नेपालको आफ्नो नेसनल आइडेन्टिटीले यो भिजा दिएको होइन नेपालीहरूको आफ्नै खालको चाहिँ एउटा प्रेजेन्स उनीहरूले जनाएका छन् साउथ एसियाभित्र पनि हेर्ने हो भने नेपाली विद्यार्थी डिसिप्लिन विद्यार्थीमा गनिन्छ इन्डियन बङ्गलादेश विद्यार्थी पुगिसके पछाडि उनीहरू पढ्दैनन् उनीहरू ड्रप आउट्स हुन्छन् उनीहरू भागिदिन्छन् भन्ने जुन खालको एउटा बेग्लै खालको उनीहरूको म्यापिङ छ त्योभन्दा फरक छ नेपाली विद्यार्थीहरू त्यहाँ पढ्छन् इङ्गेज हुन्छन् स्टार्टअपमा लागेका छन् काम गर्छन् मेहनत गर्छन् यो कुराले उनीहरूलाई सक्सेस पनि बनाएको छ यो सक्सेसको इन्टायर इकोसिस्टमभित्रमा नेपालले पनि यसलाई लाभ लिइरहेको छ देशले लाभ लिइरहेको छ यसरी हेर्ने हो भने यो एउटा पोजिटिभ एस्पेक्ट हामीले देख्छौँ निश्चय नै यो सकारात्मक कुरा पनि हो किनभने ग्लोबलाइजेसनमा हत्केलामै विश्व राख्न सक्ने अहिलेको अवस्थामा कुनै देशमा पढ्न या कमाउन घुम्न व्यापार व्यवसाय गर्न जाने कुरा त यो सकारात्मक रूपमा नै लिन पर्ने हो तर नेपालमा यसरी हेरिएको छ कि विदेश जानु भनेको चाहिँ अपराध गर्नु हो जस्तरी राज्यले चाहिँ लखेटिरहेछ भने जस्तरी गर्छन् अरू देशबाट पनि मान्छेहरू पढ्न अध्ययन गर्न जाने अभ्यास तपाईँ एउटा इक्यानको अध्यक्ष हुनुको नाताले सबै तथ्याङ्क अथवा हेरिरहनु भएको छ कस्तो हुन्छ अभ्यास अरू देशमा चाहिँ कि नेपालको अवस्था मान्छेहरूले चित्रण गर्ने गरे जस्तो यो दर्दनाक अलि निम्न वर्गको मान्छे खाडी मुलुक भने त्योभन्दा अलि उन्नत अलि अर्को देशमा यो विदेशमा एयरपोर्टको लाइनको फोटो राखेर एकदम विरह गाउनेहरूलाई के भन्नुहुन्छ एउटा दुर्भाग्य पनि हो कि बाहिर जाने प्रक्रियामा हामीले एउटा कमेन्ट के गर्छौँ भने बाहिर चाहिँ जाने देशै रित्यो खतमै भयो
पोलिटिकल लिडर्सहरूबाट पनि ओपिनियन मेकर्सबाट पनि मिडियाले पनि यो खालको एउटा सम्प्रेषण चाहिँ गरेको देखिन्छ। तर हिडन ट्रुथ के हो भने फेरि हरेकको परिवारबाट विदेश पठाउनु नै छ। फेरि कता न कता छोराछोरी ठुलो भयो भने त्यहाँ चाहिँ पठाउनु नै छ। यो मैले नेताहरूबाट पनि त्यो देखेको छु। म त लामो समय यो शैक्षिक परामर्श क्षेत्रमा छु, उद्यमीबाट पनि देखेको छु, पत्रकारहरूबाट पनि देखेको छु। तर बिस्तारै तपाईँले अघि भने जस्तो बाहिर जानु चाहिँ त्यो क्राइम हो भन्ने कुरो चाहिँ बिस्तारै त्योबाट चेन्जेस भएर सोसियल रेस्पेक्ट र एक्नोलेजमेन्टको लागि चाहिँ बाहिर चाहिँ पठाउनुपर्छ भन्ने एउटा ट्याबो भन्दैछ। यो ट्याबो भन्छु, मैले नेगेटिभ टर्ममा राख्छु। तर बाहिर जाने प्रक्रिया नेपालबाट यो चाहिँ न्यू फेनोमेनन हो। तपाईँले हेर्नुभयो भने क्लोज सोसाइटीबाट हामी जब ओपन सोसाइटीमा जाँदैछौँ, र जाँदै गर्दाखेरि यहाँका अपर्च्युनिटी, एक्सपोजर र एकाडेमिक पर्स्युको लागि नेपाली विद्यार्थीहरू संसारमा जाने प्रक्रियाहरूको साइज बढ्दै गएको चाहिँ रियालिटी हो। साइज अलि धेरै भएको पनि रियालिटी हो। म यहाँ बसेर तपाईँलाई भन्दैछु, एउटा आइडियल साइज चाहिँ संसारभरिबाट जाने प्रक्रिया एकदमै सामान्य प्रक्रिया हो। र त्यो डेभलपिङ नेसनको लागि त अझ धेरै हो। किनभने डेभलपिङ नेसनको एउटा ट्रजेक्टरी के हुन्छ भने डेभलप नेसनमा जाने प्रक्रियामा ग्लोबल एक्सपोजर, त्यो नलेज सेयरिङ, त्यो स्किललाई उसले ग्यादर गर्नुपर्छ, संसारभरि हेर्नुपर्छ। हामीले सिङ्गापुर हेरौँ, चाइना, मलेसिया, इन्डिया, यो सबै कुराहरूमा हेर्ने हो भने बाहिर गएर सिप सिकेर देशमै रिटर्न भएर त्यो डेभलपमेन्ट प्रोसेसमा इङ्गेज हुनेहरूको सङ्ख्या अझ बढी छ। र यो रोचक तपाईँलाई भनौँ, फ्रान्समा विद्यार्थी पढ्न जाने र फ्रान्सबाट बाहिर जाने विद्यार्थीहरूको सङ्ख्या पनि एकदमै ठुलो छ। अमेरिकाबाट पनि त्यो छ। यो सामान्य प्रक्रिया हो। किनभने आज ट्रान्सनेसनल एजुकेसन, अब कोभिड पछाडि त हेर्नुहोस्, तपाईँ कहाँ बसेर कहाँ पढ्ने, मानिलिउँ हामी त अब यस्तो खालको एजुकेसनको मा हामी यदि छिरेनौँ भने हामी पछाडि पर्छौँ। त्यो भनेको अस्ट्रेलियामा बस्ने एउटा नेपालीले यहाँको करिकुलम त्यहीँ बसेर उसले इक्जाम दिन पाउने अवस्था बनायो भने नेपाली एजुकेसन सेल पनि हुन्छ, अगाडि पनि बढ्छ। यो भन्छ, यसलाई ट्रान्सनेसनल एजुकेसन भन्छ। इन्टरनेसनल एजुकेसन फिजिकल्ली ऊ जान्छ, ऊ पढ्छ अब्रोड एजुकेसनमा, तर ऊ नेसनल एजुकेसनमा ऊ यहीँकै इन्टिटी, यहीँकै एजुकेसन इन्स्टिट्युटहरूमा पढ्छ। तर ट्रान्सनेसनल एजुकेसनको दौरान फरक हुन्छ। त्यही भएर एजुकेसनलाई त्यति कम्प्लिकेटेड बनाउनु हुँदैन। ऊ फिजिकल्ली जान्छ, ऊ बाहिर पढ्छ, बाहिर एक्सपोजर पाउँछ, उसले त्यहाँ बसिसके पछाडि उसले फेरि नेपालमा अपर्च्युनिटी देख्यो भने फर्किन्छ भन्ने कुरा सामान्य हो। म यसमा तपाईँलाई अर्को कुरा के जोड्छु भने वर्षेनी एनओसी 60 भन्दा बढी देशबाट चाहिँ एनओसी लिइरहेको हुन्छन्। 60वटा देशबाट, त्यसमा चाइना, बङ्गलादेश, इन्डिया, श्रीलङ्का जस्ता देशहरूमा जाने विद्यार्थीको सङ्ख्या पनि ठुलो छ। तर त्यहाँ गएका विद्यार्थीहरू त फर्किन्छन्। 1-2वटा देश, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा जस्ता देशहरूमा गइसकेका विद्यार्थीहरू फर्किने क्रमको पर्सेन्टेज अलिक कम छ। यसरी हेर्ने हो भने त्यहाँ बस्न रुचाइरहेका छन्। सोसियल सेक्युरिटिजको कारणले, अन्य कारणले त्यहाँ बढीभन्दा बढी भइरहेको छ। तर मलाई के विश्वास छ भने अब बिस्तारै समाजले जब यसको इभोल्युसन प्रक्रियामा हामी आफै समृद्ध हुन्छौँ, हामी अझै अपर्च्युनिटिजहरू हुन्छ। नलेज इकोनोमी भनेको आजको नयाँ चाहिँ डाइमेन्सन हो। यो डाइमेन्सनलाई बुझ्न सक्यो भने बाहिर बसेर सिलिकन भ्यालीमा एउटा नेपालीले बसेर नेपालमै अफिस खोलेर उसले संसारभरि गर्न सक्छ। तर त्यसको लागि त यहाँका पोलिसी, यहाँका मिनिस्ट्री, यहाँका हामीले दिन सक्ने सुविधाहरू हेर्नुपर्छ, क्यालकुलेट गर्नुपर्छ। त्यो नभएको कारणले अथवा त्यो कुरालाई अझै बढी हामीले पोजिटिभली लिएर नजान सकेको कारणले पनि त्यस्तो भएको छ। खास इक्यानले चाहिँ जस्तै अहिले नेपाली विद्यार्थीलाई विदेश पठाउने काम गर्छ भने जस्तो छाप छ, अथवा एउटा दलालीगिरी गर्छ, अथवा यसले चाहिँ एउटा पुलको काम गरिरहेको छ। यसले अलि उन्नत सृजनशील ढङ्गमा चाहिँ शैक्षिक परामर्शसँग इक्यान जो त्यसले नि गर्न सक्नु पर्ने हो तर गरेन भन्ने टाइपको टिप्पणीहरू पनि सुनिन्छ। अझ खास गरी नेपाललाई भन्ने बेलामा शैक्षिक हब बनाउने भनेर चाहिँ भन्ने गर्ने, तर मुख्य काम चाहिँ जसरी हुन्छ विदेश पठाउनेमै केन्द्रित भयो, नेपालमै प्रवर्धन गर्ने प्रकारको कार्यक्रमहरू चाहिँ भन भन्ने छ। त्यो विगतदेखि लागिरहेको आरोप हो। त्यसलाई चिर्नलाई चाहिँ यहाँको नेतृत्व आएपछि केही पहलहरू गर्नुभएको छ कि? अभियसली यसमा पहलहरू पनि गरिरहेका छौँ। एउटा पर्सेप्सन हो, एउटा नेगेटिभ पर्सेप्सन हो, त्यसलाई हामीले स्वीकार्नु पनि पर्छ र हामीलाई थ्याङ्कफुल पनि हुनुपर्छ। नेपाली सोसाइटीले चाहिँ यदि हामी थिएनौँ भने नेपालको
सबरान त एउटा एलिट क्लस्टरभन्दा बढीबाट विद्यार्थी बाहिर पढ्न चाहँदैनथे। आज हरेक नेपाली मध्यमवर्गका छोराछोरीहरू बाहिर पढ्न जाने प्रक्रिया एकदम सरल बनाइदिएको चाहिँ यो हाम्रो इफोर्टले हो, हाम्रो मेहनतले हो, हाम्रो इन्टिग्रिटी र प्रोफेसनलिजमले पहिलो कुरा। दोस्रो कुरा, हामीले यो गर्ने क्रममा जहिले पनि आफ्नो व्यवसाय या आफ्नो धर्मप्रति जहिले पनि हामी डिसिप्लिन हुनुपर्छ भनेर कम्तीमा इक्यान जस्तो एउटा जिम्मेवार संस्थाबाट यसको एडभोकेसी र यसको चाहिँ म्यासेजहरू हामीले डेलिभर गरिरहेको छौँ। र म लिडरसिपमा आइसके पछाडि, खास गरी अध्यक्ष भएर आइसके पछाडि मेरो पहिलो कामै यसको पर्सेप्सनलाई चेन्ज गर्ने। एजुकेसन कन्सल्टेन्सी अघि तपाईँले भने जस्तो यसमा केही नेगेटिभ फ्याक्टर्सहरू छैनन् भन्न म चाहिँ त्यसलाई चाहिँ अस्वीकार गर्दैन। तर राम्रा पक्षहरू, राम्रा मान्छेहरूको इङ्गेजमेन्ट पनि हामीसँग अत्याधिक धेरै छ। र यो एउटा एकाडेमिया प्रोफेसन हो। यहाँ बसेर हामी युनिभर्सिटीसँग, हामी एम्बेसीसँग, हामी हाई कमिसनसँग, एजुकेसन विङ्ससँग, डिनहरूसँग, प्रोफेसरहरूसँग हामी इङ्गेजमेन्ट हुन्छ हाम्रो डेली। म एउटा प्रोफाउन्ड एजुकेसन कन्सल्टेन्ट राम्रो बन्नु छ भने मैले युनिभर्सिटी कलेजेसको इन्टायर त्यहाँको त्यो एडमिनिस्ट्रेसनसँग कसरी हो त्यसको भर्ना प्रक्रिया के हो बारेमा मलाई अवगत हुनुपर्छ। म त्यो कुरासँग जानकार राख्नुपर्छ पहिलो कुरा। र सँगसँगै संसारमा कुन ट्रेन्डहरू कतातिर विद्यार्थी एट्र्याक्टिभ हुँदैछ। तपाईँ आज हामी यहाँ स्टुडियोमा बसेर यो जेनजीलाई 12 पढेका विद्यार्थीलाई हल्का रूपमा हामीले ल्याउँ भने हुँदैन। यो जेनजी बडा इनोभेटिभ छ। यो नयाँ ढङ्गको चाहिँ संसारको परिकल्पना उसले गरिरहेको छ। परम्परागत नेपालका कतिपय सेगमेन्टहरूसँग यसले असहमत जनाउँछ। यो एउटा बोर्डरलेस सोसाइटीसँग उसको मित्रता बनिसकेको छ डिजिटल उसको चाहिँ प्रेजेन्सले गर्दाखेरि। र यसमा इन्टायरली नेपालको पोलिटिकल सोसियल डिमेन्सनलाई उसले छोडेर संसारका उत्कृष्ट इनोभेसन्सहरू नयाँ नयाँ चाहिँ उसको चाहिँ आइडियलहरू उसले मानेको छ। उसले एलजिबिटिआईको कम्युनिटीलाई रेस्पेक्ट गर्छ, चिनेको छ। सोसाइटीमा ऊ जेन्डर बाइस भएर हिँड्दैन। यो मेरो फ्युचर के हो, म कतातिर जानुपर्छ भन्ने कुरासँग ऊ आदि माइन्ड लिएर एजुकेसन कन्सल्टेन्सीभित्र ऊ छिर्छ। तपाईँले त्यो जमातसँग तपाईँ रिफ्लेक्ट हुनको लागि तपाईँ आफै पनि पोजिटिभली र एकाडेमिकल्ली इक्विप्ड हुनुपर्छ। त्यो इक्विप्डमा तपाईँ बस्नु भएन भने तपाईँ राम्रो कन्सल्टेन्ट होइन। हामीले त्यस्ता धेरै इन्टरनेसनल एक्रिडिएटेड ट्रेनिङ्सहरू, त्यस्ता खालका सर्टिफिकेटहरूमा हामी उभिनुपर्छ। आइसिएफ भन्छ, त्यस्ता धेरै वेल नोन वर्ल्ड क्लास चाहिँ हाम्रा ट्रेनिङहरू हुन्छन्। त्यो भएको हुनाले इक्यानले त्यस्तो गतिविधिहरू गर्छ भन्ने यो पर्सेप्सन मैले अगाडि बढाएँ। अर्को सोसियल प्रेजेन्स र इमेजहरूमा तपाईँले म आइसके पछाडि कन्सल्टेन्सीको एउटा अम्ब्रेला एसोसिएसनबाट समाजलाई पनि केही दिनुपर्छ भनिसके पछाडि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत हामीले लाइब्रेरी बनायौँ। पीडितहरू कोही अवस्था भयो भने, बाढी पहिरो जाँदाखेरि, कुनै त्यस्ता क्याटास्ट्रोफहरू, डिजास्टर्सहरू हुँदाखेरि हामी देशसँग जोड्यौँ, समाजसँग जोड्यौँ। यो एउटा अर्को हामीले काम गऱ्यौँ। र अभियसली इक्यान को आजको दिनमा एफएनसिसिआई चेम्बर जस्ता संस्थाहरूसँग हाम्रो आबद्धता छ। वस्तुगत सदस्यको क्यापेसिटीबाट एउटा बिजनेस, एसएमई बिजनेस, एजुकेसन रिलेटेड बिजनेस भएको हुनाले गर्दाखेरि यसको एउटा प्रोफाउन्ड उपस्थिति हुनुपर्छ भन्ने खालको कुराहरूमा हामीले गऱ्यौँ। र अर्को कुरो, नेपाली विद्यार्थीहरूले संसारका कलेजेस र युनिभर्सिटिजहरूसँग कसरी स्कलरसिप प्राप्त गर्ने, कसरी उनीहरू लाभान्वित हुने भन्ने कुराहरूमा बढीभन्दा बढी इन्फर्मेसनहरू राखौँ। र म आइसकेकै केही समय पछाडि राजेश हमाल जो नेपालको एकदम सेलिब्रेटेड एउटा एक्टर हुनुहुन्छ, सिजन एक्टरको रूपमा होइन, उहाँबाट सोसल म्यासेजहरू कसरी ठगिँदैन, विद्यार्थीले किन राम्रो कन्सल्टेन्सी छान्ने र पढिसके पछाडि फेरि नेपाली किन फर्किने भन्ने खालको म्यासेजहरू पनि हामीले डेलिभरी गऱ्यौँ। यस्ता धेरै इम्प्याक्टफुल कामहरू गरेका छौँ। त्यही भएर नेपालबाट बाहिर जाने प्रक्रिया कुनै रोकिने प्रोसेस होइन आजको दिनमा। अब नेपालमा पनि आउने वातावरण बनाउन चाहिँ भूमिका हुन्छ कि हुँदैन यसको? आजको दिनमा हामी यहाँ बसेर एउटा त्यो गफमा अथवा एउटा कन्टेन्टमा तपाईँ र मैले हुनसक्छ, यही कारण हुनसक्छन् भनेर बोल्न त सकौँला। मै हो रूपमा गाह्रै छ। स्टडी नेपालको इनिसिएटिभ लिएर अगाडि बढ्दाखेरि यति धेरै च्यालेन्जेस छ। अब तपाईँलाई भनौँ यहाँ विमलजी कि अब
नेपालमा आज बाहिरबाट पढ्न आयो विद्यार्थी कोही भने स्टुडेन्ट भिजा पनि छैन यहाँ क्याटेगोराइज गर्ने भने स्टुडेन्ट भिजाको परिकल्पना या त्यो सोच हाम्रो देशले राख्न सकेका छैन नेपालको एकाडेमिक इन्स्टिट्युसनहरूमा कोही विद्यार्थी पढ्न आउनु पर्यो भने ऊ ट्राभल भिजामा टुरिस्ट भिजामा आएर अनि त्यस पछाडि कन्भर्जन गर्नुपर्छ यो दुर्भाग्य छ यो सामान्य प्रक्रिया हो यसको लागि मलाई लाग्छ धेरै ठुलो इफोर्ट लगाउनु पर्दैन हेर्नुहोस् त आजको त जो परराष्ट्र मन्त्री हुनुहुन्छ उहाँ आफै विदेश पढेर आउनु भएको सम्भवतः या उहाँ नभए पनि उहाँको श्रीमान त पक्कै विदेश पढेर आउनु भएको यस्ता धेरै केसेसहरू छन् जहाँ हामीले सुधार गर्नुपर्ने ठाउँहरू छन् हाम्रा एकाडेमिक इन्स्टिट्युसनहरूको इनोभेसन अझै पनि हार्डवेयरतिर बढी फोकस देखिन्छ सफ्टवेयरतिर संसार कता गइरहेको छ एकाडेमिक ट्रेन्ड्सहरू कहाँ छन् एआईले कसरी इम्प्याक्ट पार्दैछ नयाँ विद्यार्थीहरूले नयाँ ढङ्गको चाहिँ इन्टरडिसिप्लिनरी एजुकेसनहरूलाई कसरी लिएर जाने भन्ने खालको कुराहरूमा हाम्रा करिकुलमहरूले बोलिरहेका छैनन् द्याट्स वाइ यो नहुन्जेलसम्ममा जुन देशमा एउटा चाहिँ इमिग्रेसन चिफ एयरपोर्टमा बसेर सेटिङ विद्यार्थीको चाहिँ भिजा सेटिङमा अर्थात् टुरिस्ट भिजामा लागेको देशमा अझै पनि त्यो विधिको शासन नहुन्जेलसम्म यो परिकल्पना गर्न सकिँदैन यो राज्यको नीति जो अहिले शैक्षिक परामर्श सङ्घमा सर हुनुहुन्छ अब यसलाई चाहिँ यो ग्लोबलाइजेसनमा विदेश पढ्न जानु त एकदम स्वाभाविक नै हो यो त बिस्तारै बिस्तारै अघि सरले भन्नुभएको जस्तो परिवर्तन पनि हुँदैछ मान्छेको मानसिकताहरू अब यसलाई अलि बढी सुव्यवस्थित गर्न र कम्तीमा पढेपछि उहाँ सिकेपछि नेपालै फर्किने वातावरण निर्माण गर्न चाहिँ नीतिगत रूपमा राज्य स्तरबाट भएका पहल प्रयत्न र संस्थागत रूपमा इक्यानको तर्फबाट भएका पहल नीतिगत रूपमै केही सुधारका लागि भएका केही पहलहरू छन् त छैनन् अब यो भन्नै पर्छ यो सोचै छैन हेर्नुहोस् यो सोच इक्यान त एउटा एसोसिएसन हो हामी त एउटा एसोसिएसनको हाम्रो आफ्नै ज्युरिस्डिक्सन छन् लिमिटेसन छ तर राज्यले त्यो इन्भिजन नै गर्न सक्दैन त्यो सोचै राख्न सक्दैन राज्यले बाहिर गएका विद्यार्थीहरूप्रति अर्थात् ती डायस्पोराप्रति नै बायस छ यो राज्य उनीहरू नेपाल छोडेर किन गयो त तिमीहरूलाई कसले दियो अधिकार तिमीहरूलाई बोल्ने भन्ने खालको ननसेन्स इङ्गेजमेन्ट राखेको छ यो फेरि समाजको मात्र पर्सपेक्टिभ होइन यो मैले यसो बुझ्छु यहाँका पोलिसी मेकर्सहरूको पनि पर्सपेक्टिभ हो र अर्को इन्ट्रेस्टिङ कुरा के हो भने तपाईँले जब हेर्नुहुन्छ हामी जस्ता उद्यमशीलतामा लागेका व्यक्तित्वहरू जो छौँ हामी एसोसिएसनको क्यापेसिटीबाट प्राइभेट सेक्टरको क्यापेसिटीबाट जब हामी जान्छौँ या अन्य फोरमबाट हामी जान्छौँ पोलिसी डिबेटमा त्यो डायलगमा त्यो अझै पनि त्यो कन्भेन्सनल ब्युरोक्रेटिक एउटा नर्म्सभन्दा उहाँहरू बाहिर निस्किनै सक्नुहुन्न र मन्त्रीको त के कुरा गर्ने म त 10 वर्ष भएछ लिडरसिपमा बसेर शिक्षा मन्त्री फेरिनुहुन्छ फेरि स्क्रचबाट त्यहाँ कुनै इन्स्टिट्युसनल मेमोरिज हुँदैन त्यहाँ कुनै त्यस्ता खालका कुराहरू हुँदैनन् र कहाँ पुगेर हाम्रो कन्टेन्ट रोकिएको छ या हामीले के कुराहरूको माग राखेका छौँ एजुकेसन कन्सल्टेन्सी सेक्टर या शैक्षिक परामर्श व्यवसायलाई अझ बढी व्यवस्थित अझ बढी मर्यादित बनाउन के काम मन्त्रालयले खेल्न सक्छ भनेर हामीले 10 वर्षको दौरानमा अलमोस्ट 10 जना शिक्षा मन्त्रीलाई हामीले गएर बतायौँ अहिले फेरि नयाँ शिक्षा मन्त्री आउनुभएको छ उहाँलाई पनि बतायौँ यो दुर्भाग्य फेरि स्क्रचबाट सुरु गर्नु मूलभूत रूपमा यो हाम्रो अडियन्सलाई पनि भनिदेऊ न खास व्यवस्थित गर्ने भन्ने अमूर्त कुरा त गरिन्छ होइन ठ्याक्कै अब गर्न एकदम जरुरी चाहिँ के छ यो एक नम्बरको जरुरी जो कन्सल्टेन्सी भनेर काहीँ दर्तै छैनन् शिक्षा मन्त्रालयले रेकग्नाइजै गरेका छैन या अरू प्रदेशहरूले रेकग्नाइज गरेका छैन उनीहरूले पर्फर्मेन्स गरिरहेका छन् उनीहरू कन्सल्टेन्सी भनेर काम गरिरहेका छन् उनीहरूलाई बन्द गर्नु पर्यो पहिलो कुरा दोस्रो क्यापासिटी डेभलपमेन्ट होइन एउटा इन्स्टिट्युसनल पर्फर्मेन्समा उनीहरूले काम गरेका छन् कि छैनन् उनीहरूले बोलीअनुसार प्रोक्लेम गरेअनुसार ती काम गरेका छन् कि छैनन् भनेर त्यो खालको एसेसमेन्ट राज्यले राख्नु पर्यो तेस्रो उनीहरूले काम गरेका विद्यार्थीहरू एजुकेसन कन्सल्टेन्सीप्रति राज्यको दृष्टिकोण यस्तो हुनु पर्यो कि गएका विद्यार्थीहरू प्रति जे बोलिएको छ जे गरिएको छ त्यो ढङ्गबाट काम भएको छ कि छैन
त्यो पनि एउटा सेन्स अफ रेस्पोन्सिबिलिटीमा इङ्गेज राख्नु पर्यो। चौथो, यो व्यवसाय प्रोफाउन्डली एकाडेमिक व्यवसाय हो। यो व्यवसायलाई हेर्ने दृष्टिकोणमा अब हामीले चेन्ज गर्नुपर्छ। दे आर नलेज एजेन्ट र उनीहरूलाई हामीले एउटा सर्भिस ओरिएन्टेड प्रोफेसनको रूपमा राख्नुपर्छ भनेर राज्यले राखेकै छैन। यो कमोडिटी र प्रडक्टसँग रिलेटेड बिजनेसको रूपमा हामीलाई ट्रिट गरिरहेको छ। खास गरी यसले यो हेर्ने हो भने अर्को इन्टायर मेकानिजममा पोलिसी फर्मेसनमा बढ्दै गएको छ। तपाईँ वैदेशिक रोजगार ऐन छ भने हामी पनि यो साइज बढ्दैछ। आज त 80-85 हजार एनुअली जाने विद्यार्थीहरू र त्योसँग अभिभावकसँग एउटा ठुलो पैसाको कुरा जब आउँछ, समाजको एउटा ठुलो तबकाको कुरा आउँछ विद्यार्थीको भने यसलाई मोनिटर गर्न त एउटा छुट्टै ऐन चाहिन्छ नि त। शिक्षासँग रिलेटेड एउटा ऐनमा एजुकेसन कन्सल्टेन्सी भनेर 20 वर्ष पनि त्यही अवधारणा राख्यो। आज पनि त्योभन्दा बढी त्यो शिक्षा ऐनमै इन्कर्पोरेट गर्ने भन्दा बढी राज्यको सोच छैन। हामी त्यसमा राज्यले त सुधारात्मक प्रयासहरू गर्नु पर्यो नि। यो शिक्षा ऐनको कुरा नै आइरहेको छ, यो प्रसङ्ग आयो। हुन त अब 28 सालदेखि कि ऐनले काम गरेको छ भनेर शिक्षकहरूले त्यस्तो आन्दोलन नै गरे। यो कन्सल्टेन्सी अथवा शैक्षिक परामर्शसँग सम्बन्धित कुराका लागि ऐनमा समेटिनुपर्छ भनेर केही हामीले पहल प्रयत्न गरेका छौँ। अभियसली हामीले त भनेका छौँ नि, हामीले त धेरै त्यस्ता खालका एटेम्प्टहरू गरेका छौँ। हामीले त हरेक मन्त्रीलाई भनेका छौँ, हामीले हरेक शिक्षा मन्त्रालयका त्यस्ता खालका मेकानिजमहरूमा गएर कुराहरू राखेका छौँ। मैले अघि भनेकै कुराहरूमा गरेका छौँ। हाम्रो इक्यानको आफ्नै फ्ल्यागसिप इभेन्ट छ एडु क्लेबमा। प्रत्येक वर्ष हामीले यो शैक्षिक परामर्श क्षेत्रको छुट्टै ऐन हुनुपर्छ भनेर त्यहाँ त विचार विमर्शहरू गरेका छौँ। हामी चाहन्छौँ यो एजुकेसन कन्सल्टेन्सी व्यवस्थित होस्। व्यवस्थित जुन ढङ्गबाट एउटा डिफ्याक्टो एउटा व्यवस्थापनमा त छ, तर अझै म्यानेजरियल एस्पेक्टहरूमा होस्। र ऐनले आजको दिनमा ऐन आएर व्यवस्थित गर्ने भनेको चेप्ने भने होइन, ऐनले इन्करेज पनि गर्ने, प्रोफेसनल इन्करेजमेन्ट पनि हुन्छ राज्यको ढङ्गबाट। अघि हामीले जुन बहसमा छिर्यौँ कि एजुकेसन कन्सल्टेन्सीहरूले विद्यार्थी पठाउँदै गर्दाखेरि राज्यको पनि सेन्स अफ रेस्पोन्सिबिलिटीहरू हुन सक्छन्, त्यसमा काम गर्न सकिन्छ। एउटा सामान्य म उदाहरण दिन्छु। जस्तै हामी नेपाल एउटा विश्वमा आज हेर्नुभयो भने एउटा सुन्दर देश हो। यहाँ टुरिज्म मिनिस्ट्री छ। टुरिज्म मिनिस्ट्रीसँग हामीले के भन्यौँ भने हरेक गएका विद्यार्थी एउटा ब्रान्ड एम्बेसडर बनाउँ न देशको। कम्तीमा उसको रेस्पोन्सिबिलिटीमा के राखिदिउँ भने 5 जना विदेशीहरूलाई चाहिँ तिमी गएर नेपाल चिनाएर हिमालको, बुद्धको, हाम्रा प्राकृतिक सम्पदाको बारेमा त्यहाँनिर तिमीले डेमोन्स्ट्रेट गर, भिजिबिलिटीमा राख र ती 5 जनालाई नेपालप्रति एट्र्याक्ट गर। तिम्रो यो एउटा रेस्पोन्सिबिलिटी, यो तिम्रो ड्युटीमा पर्छ। यो खालको इन्करेजमेन्ट प्रयास गरौँ न। हामी त्यहाँबाट छिरौँ र एउटा समय आउँछ 1-1.5 वर्ष 2 वर्ष पछाडि विद्यार्थीले आफ्नो आइटिनरीमा, आफ्नो चेकलिस्टमा 5 जना विद्यार्थी वर्षेनी मैले पठाउने जिम्मेवारीलाई उसले बोध गरेर जान्छ। यसले समाजको फरक ढङ्गबाट जान्छ। आज हेर्नुहोस् त नेपाली स्टुडेन्ट्सहरूको कारणले गर्दाखेरि नेपालको सफ्ट पावर कति स्ट्रङ छ। हामी विश्वव्यापी रूपमा नेपालीहरू उभिएर गर्व गर्ने कति त्यस्ता खालका इक्जाम्पल्सहरू पनि सेट गरेर देखेको छौँ हामी। कन्सल्टेन्सीहरूलाई चाहिँ अलिकति छवि संस्था भन्ने टाइपले जुन एउटा भएको छ नि, कतिपय केसहरू भएका पनि छन्। त्यो त तपाईँहरूलाई पनि थाहा। अब यो इक्यान चाहिँ छात्र सङ्गठन भएको नाताले त्यस्ता घटनाहरूलाई निरुत्साहित गर्न, त्यस्तो कम गर्नका लागि चाहिँ के गर्नुभएको छ? अब यस्तो हुन्छ, अब इक्यानले त्यस्ता खालका कुराहरू कुनै उजुरीहरू इक्यानमा आउँछन् भने त्यो कुरालाई हामी सम्बन्धित निकायमा हामी सिफारिस गरेर उनीहरूलाई कारबाहीको लागि पठाउँछौँ भन्ने कुराहरूमा अभियसली छँदैछ। तर म तपाईँलाई यहाँ बसेर स्ट्रङली के भन्छु भने यो मिडियामा तपाईँसँग एउटा जिम्मेवार मिडिया पर्सनालिटीसँग बोलेको कुरा के हो भने म हिजो एउटा इभेन्टमा थिएँ। एउटा इभेन्टमा त्यहाँ परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, त्यसै गरी शिक्षा मन्त्रालय, नेपाल राष्ट्र बैङ्कको डिरेक्टर र ट्याक्ससँग रिलेटेड व्यक्तित्वहरूको माझमा शिक्षा मन्त्रालयको प्रमाणीकरण शाखाको एकजना जिम्मेवार व्यक्तित्व हुनुहुन्छ त्यहाँ, जसले यो कन्सल्टेन्सीको मोनिटर, यसको चाहिँ रिन्यू प्रोसेसमा पनि उहाँको ठुलो भूमिका छ, सेमन्तराज कोइराला। उहाँले हिजो के भन्नुभयो भने कुनै पनि त्यस्तो एजुकेसन कन्सल्टेन्सी को ठगिएको कुराहरू आएर दर्ता गरेर रिन्यू प्रोसेसमा गरेको पनि लामो समय भयो। ती 924 एजुकेसन कन्सल्टेन्सी मध्ये कुनैको पनि एउटा पनि उजुरी छैन भन्नुभयो। उहाँले त्यो गजबले कुरा राख्नुभयो भने हामी त राज्यमा दर्ता भएका कुनै पनि कन्सल्टेन्सीबाट ठगिएको छैन,
अरू प्रदेशबाट दर्ता भएकाहरूबाट ठगिएको छैन भने त ती बाहिर भएका इलिगलहरूलाई रोकौँ भनेर त इक्यानले भन्छ, शेषराज भट्टराईले भन्छ, मेरा साथीहरूले भन्नुहुन्छ। हामी त त्यही हो त, हामीले त त्यही बन्द गरौँ भनेकै त, चाहे त हो त्यही हो। यो व्यवसाय त हाम्रो लागि त सबै कुरो हो नि त। द्याट्स वाइ कसैले ठग्यो भन्ने कुरो त अमूर्त कुरा भयो। त्यसलाई कुनै फ्याक्ट छ भने त्यसलाई कारबाही गर्न तपाईँ हामी सबैको रेस्पोन्सिबिलिटी हो। पत्रकारितामा पनि गलत मान्छे छन्, पोलिटिसियनमा पोलिटिकल पार्टिजमा पनि छन्, पुलिसमा पनि छन्, प्रशासनमा पनि छन्। गलत मान्छे त हरेक ठाउँमा छन्। एजुकेसन कन्सल्टेन्सीले दुईजनाले ठगो हुँदैमा यो इन्टायर सेगमेन्टप्रति गलत तरिकाको दृष्टिकोण त नाजायज हो। यो त फेरि यसलाई त स्ट्रङली म प्रोटेस्ट गर्छु कि एजुकेसन कन्सल्टेन्सी 2-4 जना जसले ठगी गरिरहेका छन्, दुःख दिइरहेका छन्, ती सबैलाई कारबाही स्ट्रङली गर्नुपर्छ। तर इक्यान लगायत सङ्घ संस्थामा आबद्ध भएका एजुकेसन कन्सल्टेन्सीहरूप्रति आरोप लगाउन पाइँदैन। हामी गलत छैनौँ, त्यो गलत छैन भनेर मैले दाबी गरिरहेको छैन। शिक्षा मन्त्रालयले नै त्यो कुराहरू स्पष्ट रूपमा राखिसकेका छ। हुन्छ, यो अब तथ्यकै आधारमा हुन पऱ्यो, फेरि यो उजुरी हुन पऱ्यो, त्यसपछि एउटा कारबाही गर्ने निकाय होला, त्यो राज्यकै निकायहरू पनि होलान्, त्यो एउटा बाटो भयो। अर्को इक्यानको अध्यक्षलाई बोलाएर कुराकानी गरिसकेपछि यो नयाँ जो विदेश पढ्न जान चाहन्छन् उनीहरूका लागि तपाईँले कस्तो खालको विद्यार्थीहरू भनेको +2 पास गरेर जानु ठिक हुन्छ अथवा मास्टर गर्न जानु ठिक हुन्छ, अथवा कस्ता खालका कन्सल्टेन्सी रोज्दाखेरि कसरी रोज्ने, यसबारेमा अलिकति चेतनामूलक सन्देशमूलक केही सामग्री त दिनैपर्छ जस्तो लाग्छ। अभियसली अब बाहिर जाने प्रक्रियाको इन्टायर प्रोसेस एउटा जटिल प्रक्रिया। पहिलो कुरा तपाईँ किन जाने, कुनै पनि अभिभावकले आफ्नो बच्चा किन पठाउन मेरो घरको पल्लो मान्छे गयो, यो सोसियल प्रेस्टिजको कुरा हो होइन, बाहिर गएर कमाउँछ भन्ने तपाईँसँग त्यस्ता खालका लजिक हुनु भने म तपाईँलाई भन्न चाहन्छु आफ्नो बच्चालाई विदेश नपठाउनुहोस्। होइन, ऊ बाहिर गएर संसारको उत्कृष्ट युनिभर्सिटी कलेजमा पढ्छ, मेहनत गर्छ भन्ने तपाईँलाई लाग्छ भने तपाईँ त्यो प्रक्रियामा छिर्नुहोस्। प्रक्रियामा छिरिसके पछाडि तपाईँले एउटा राम्रो एजुकेसन कन्सल्टेन्सीको छनौट गर्नुहोस्। त्यो एजुकेसन कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट दर्ता छ कि छैन, त्यो कन्सल्टेन्सीको रेपुटेसनलाई तपाईँले नेभिगेट गर्नुहोस्। तपाईँले त्यहाँ छिरिसके पछाडि कुन कुन युनिभर्सिटी कलेजेसहरूसँग उहाँहरूको आबद्धता छ, त्यो उहाँले खोजेको कुराहरू त्यही कन्सल्टेन्सीसँग त्यो एग्रिमेन्ट छ कि छैन, यो सम्पूर्ण कुराहरूमा अगाडि बढ्नुहोस्। तपाईँको प्रिपेरेसन कस्तो छ, तपाईँको एकाडेमिक कस्तो छ, तपाईँको सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरो बाहिर जाने प्रक्रियामा सबैको लागि होइन, बाहिर पढिसके पछाडि सबै बाहिर जान योग्य हुँदैनन्। यो कुरा जहिले पनि मनन राख्नुहोस्। बाहिर पढ्ने सबै विद्यार्थीको योग्यताको मापन सर्टिफिकेटले गर्छ, उसको इन्ट्रेस्टले गर्छ, उसको फाइनेन्सियल एस्पेक्टले गर्छ। अब तपाईँ होइन मसँग फाइनेन्सियल्ली स्ट्रङमा छैन भने कसरी स्कलरसिप गेन गर्ने, कसरी चाहिँ छात्रवृत्तिका प्रोसेसहरू के हुन्छन्, कुन कुन देशले कुन कुन खालको सर्टिफिकेटहरू या प्रोफिसियन्सी टेस्टहरू या कुनै त्यस्ता खालका अरू टेस्टहरू बनाएका छन् भने त्यो प्रक्रिया कसरी लिएर अगाडि बढ्ने, कुन कन्सल्टेन्सीको चाहिँ रेपुटेसन त्यसमा स्ट्रङ छ, यो सबै कुराहरूको फाइन्डिङ गर्ने हो भने दुःख पाइँदैन। बाहिर जाने प्रक्रिया एकदमै सिरियस टफ हो। ऋण खोजेर सहकारीबाट ऋण लिँदै, ब्याङ्कबाट ऋण लिँदै 1 वर्षको फी म पठाउँछु अरू त उहीँ गएर कमाइहाल्छन् नि भन्ने खालका कुराहरूबाट बाहिर जानु हुँदैन। आफ्नो बच्चाहरूलाई, खास गरी प्यारेन्ट्सहरूलाई म आग्रह गर्न चाहन्छु, यदि आफ्नो बच्चाहरूलाई 3-4 वर्षको कोर्सहरू कम्प्लिट गर्ने पैसा छ, कुन विषयवस्तुको लागि त्यहाँ पढ्न जाने हो भने तपाईँसँग छ, तपाईँलाई त्यसले गर्दाखेरि तपाईँको घर परिवारमा असर गर्दैन भने अनि जाने। नत्र यो बाहिर जाने प्रक्रियामा यो कुनै ग्याम्लर अर्थात् भनौँ जुवा खेलेको कुरा होइन कि त्यहाँ गएर 1 वर्ष पछाडि उसले कमाउँछ त्यही भएर फी तिर्छ भन्ने तरिकाहरूबाट चाहिँ आफ्नो बच्चा अहिले फेसन जस्तै भएको जस्तो लाग्छ कि यो अघि सरले जुन सुरुमा भन्नुभयो लहीमा अब फलानु नि गयो मेरो पनि पठाउनुपर्छ, उहाँ गएर कमाउने चाहिँ मूल उद्देश्य राखेर कलेज पढ्ने भन्दा पनि अब यहाँ ऋणपान गरेर कलेज फी तिर्यो अनि उहाँ गएर फेरि धेरै बिजोक हुने स्थिति पनि धेरैको छ। त्यो भएर यो इक्यानको अध्यक्षले यति भन्दै पनि उहाँहरू त बुझ्नु पऱ्यो नि त। र अहिले नेपालबाट पढ्न जानका लागि अलिकति खास गरी युरोपतिर मान्छेहरूको बढी आकर्षण जस्तो बुझिन्छ। के हो खासमा सर यो अवस्था? उच्च शिक्षाकै लागि जाँदाखेरि कता चाहिँ अलिक बढी राम्रो छ, कस्तो छ? तपाईँलाई म एउटा रेक्टिफाई गरौँ, डेटा नेपाल सरकारको डेटा हेर्ने हो भने चाहिँ युरोपतिर छैन। युरोपमा युके चाहिँ अलिकति बढी
डेस्टिनेसन बनाएको छ। तर यो सिफ्ट भएर फेरि एसियातिरै आएको छ। जापान, साउथ कोरिया, युएई, चाइना, इन्डिया नेपाली विद्यार्थीहरूको जाने गन्तव्यमा प्राइम डेस्टिनेसन बनाएको छ। जापान नम्बर 1 छ, साउथ कोरिया ठुलो इमर्ज भएको एउटा डेस्टिनेसन बनाएको छ, युएसए, अस्ट्रेलिया, क्यानाडा जस्ता देशहरू छन्। त्यो भएको हुनाले गर्दाखेरि विद्यार्थीको इन्ट्रेस्ट अझै पनि त्यसमा क्याटेगोराइज गर्दाखेरि उनीहरू जान चाहन्छन्, उनीहरू पढ्न चाहन्छन्। अघि तपाईँले भने जस्तो एउटा तबका चाहिँ बाहिर जाने र काम गर्ने, पैसा कमाउने भन्ने इन्ट्रेस्ट पनि छ, त्यो देखिन्छ, त्यो रियालिटी पनि हो, सोसाइटीको पिक्चर हो त्यो। तर एउटा तबका सिरियसली पढ्न चाहन्छ। मैले फरक फरक ढङ्गका प्यारेन्ट्सहरूसँग भेटेको छु। बच्चाहरूसँग फरक फरक खालको चाहिँ क्वेस्ट अफ माइन्ड छ। त्यो माइन्डले कहिलेकाहीँ कतिपय एस्पेक्टबाट म सम्झाउँछु तपाईँ यसरी जानु हुँदैन भन्ने, तर कुनै कुनै चाहिँ इन्सपाइरिङ स्टोरीहरू पनि छ। बच्चाहरू ओहो मसँग रेलवे साइन्स पढ्न आउँछन् विद्यार्थीहरू, कुनै त्यस्तो युनिभर्सिटी कलेज छ जहाँ रेलवे साइन्समा म मास्टर गर्न चाहन्छु, पिएचडी गर्छु भन्ने पनि आउँछन्। जुन देशमा रेलै छैन त्यसमा रेलवे साइन्स पढ्न खोज्ने विद्यार्थीहरू पनि भेटिन्छ, ताकि उनीहरू एउटा समय आइसके पछाडि मैले देशलाई कन्ट्रिब्युट गर्न सक्छु भन्ने पनि बुझाइ छ। यस्ता धेरै कुराहरू छन्। अब यसमा फरक पर्छ, फरक पृष्ठभूमिबाट प्यारेन्ट्सहरू आउनुहुन्छ। मेरो कुरा गर्नुहुन्छ भने चाहिँ म चाहिँ अर्बिट इन्टरनेसनल एजुकेसनको म डिरेक्टरको क्यापासिटीमा हामी चाहिँ अधिकांश विद्यार्थीहरू युएसए पठाउँछौँ प्रायः जस्तो, त्यसबाट युके, अस्ट्रेलिया जस्ता देशहरू पनि अभियसली जान्छन् नै। तर हामी युएसए जाँदाखेरि पनि एसएटी भन्ने कोर्स, जिआरई, जिमाट जस्ता कोर्सहरू पढ्नको लागि अलिक बढी उनीहरूलाई इन्सिस्ट गर्छौँ, ताकि उनीहरूले भोलि आफ्नो क्षमताअनुसार स्कलरसिप पाउनुहोस्। $5,000-7,000 लिएर 100% स्कलरसिपसम्म पाउने त्यस्ता धेरै रेकर्डेडहरू छन्। म तपाईँलाई एउटा कुरा सेयर गर्न यहाँ अर्बिट इन्टरनेसनल एजुकेसनको सञ्चालकको क्यापासिटीबाट एउटा रमाइलो कुरा म सेयर गर्छु कि प्रत्येक वर्ष अर्बिट इन्टरनेसनल एजुकेसनबाट 150 देखि 200 विद्यार्थी 100% स्कलरसिपमा अमेरिका जान्छन्। भनेको एउटा ब्याचलर पढ्न यहाँ कम्तीमा 5-7 लाख चाहिन्छ। तर म सञ्चालक भएको अर्बिट इन्टरनेसनल एजुकेसन, हाम्रो टिम यति प्रफाउन्ड टिम छ विषयमा कि हामीले 150 देखि 200 विद्यार्थी त ₹1 पैसा फिना म यहाँ आउनेवालै थिएँ। खासमा अब हजुर सञ्चालकै रहनुभएको अर्बिटकै बारेमा यो त अलिक पुरानो पनि भयो, यो अब स्थापित पनि भयो, सबै नाम पनि धेरैले सुनेकै। यसले चाहिँ अहिलेसम्म कति जति चाहिँ तपाईँहरूको संस्थाबाट ठ्याक्कै अलमोस्ट हामीले सबै कुराहरू हाम्रो प्रोफिसियन्सीकै कुरा गर्ने हो भने त अलमोस्ट हामीले 1 लाखभन्दा बढी विद्यार्थीहरूलाई चाहिँ हामीले गरिसकेका छौँ। प्रोफिसियन्सी भनेको जहाँ टफेल, जिआरई, जेमाट, आइएल्स, इङ्ग्लिस, पर्सनालिटी डेभलपमेन्ट जस्ता कोर्सेसहरूलाई चाहिँ हामीले 1 लाखको हाराहारीमा नेपाली विद्यार्थी अभिभावकहरूलाई हामीले त्यो खालको सुविधा दिएका छौँ। तर अब बाहिर जाने प्रक्रियाको साइज चाहिँ अब त्यो अनुपातमा छैन। तर हामीले अब अलमोस्ट अब एउटा ठुलो क्लस्टरलाई चाहिँ हामीले सेवा दिएका छौँ। म अस्ट्रेलियातिर या युरोपतिर कतै गएँ भने पनि त्यो एउटा सेटल भएको जेनेरेसनले चाहिँ कता न कता ठोकिँदाखेरि म अर्बिटमा पढेको या म अर्बिटबाट आएको है भन्ने खालको कुराहरू उहाँहरूले गर्नुहुन्छ। त्यो चाहिँ मलाई रमाइलो लाग्छ होइन। त्यतिखेर 2005मा, 6मा, 8मा, 10मा भन्ने खालको कुराहरू आउँछ। त्यसले चाहिँ काइन्ड अफ एउटा राम्रो लाग्छ कि उहाँहरू त्यहाँ त्यति सम्मानित हुनुभएको छ, हामीले त्यो सेवा दिएको रहेछौँ भन्ने ढङ्गबाट। आजको दिनमा अर्बिट इन्टरनेसनल एजुकेसन कुनै ब्रान्च छैन। यो हामी पुतली सडक दिल्ली बजारमा अवस्थित छौँ। हामीले अझै पनि विद्यार्थीहरूले राम्रो जेन्युन परामर्श पाउनुपर्छ। विद्यार्थीहरूले बाहिर जाने एउटा अब्रोडको एस्पिरेसन्स जुन छ त्यो एस्पिरेसन्सलाई मिट गराउनको लागि हामीले सक्दो प्रयास गर्छौँ। हाम्रा टिचर्सहरू, हाम्रा काउन्सिलर्सहरू, अप टु डेटेड काउन्सिलर्सहरू, ट्रेन काउन्सिलर्सहरूले त्यो सुविधा दिनुहुन्छ ताकि विद्यार्थी अझ बढी लाभान्वित होस्। विद्यार्थीको एकाडेमिक उहाँहरूको फाइनेन्सियल स्ट्रक्चरमा कसरी जान सकिन्छ, भोलि यो कोर्समा पढ्दाखेरि तपाईँलाई यो फाइदा हुन्छ, तपाईँलाई यो बेफाइदा हुन्छ, त्यो भएको हुनाले गर्दाखेरि यो चाहिँ सही परामर्श होस् भन्ने कुराहरूमा हामीले काम गर्छौँ। त्यसरी नै अर्बिटको एक्जिस्टेन्स अहिलेसम्म एउटा इम्प्याक्टफुल एउटा ब्रान्ड कन्सल्टेन्सीको रूपमा उभिएको छ। हुन्छ, अन्तिममा अर्बिटको सञ्चालक र इक्यानको अध्यक्ष को नाताले जो चाहिँ विद्यार्थीहरू हुनुहुन्छ, +2 गरिरहनु भएको अथवा ब्याचलर गरिरहनु भएको, उहाँहरूलाई
के सुझाव दिन चाहनुहुन्छ, के भन्नुहुन्छ? यो अलिकति सन्देशमूलक प्रश्न उत्प्रेरक हुने गरी। पहिलो कुरो तपाईँ अब बिस्तारै नेपाली समाज र नेपाली युथहरूको पनि एक्सपोजर जुन एउटा रेटिङ हुन्छ, ग्लोबली कम्पिटेन्ट रेटिङ छ। कुनै एउटा यस्तो समय थियो जतिखेर नेपालमा बसेका विद्यार्थीहरू र अझ बढी दुर्गममा बसेका विद्यार्थीहरू र सान फ्रान्सिस्को, लन्डन, सिडनीमा बसेका चाहिँ त्यो युथहरू बिचमा एउटा डिफ्रेन्सिएट थियो। त्यहाँ पढ्ने कन्टेन्टहरू, त्यहाँका सुविधाहरू, त्यहाँ सबै कुराहरू र यहाँको बिचमा फरक थियो। आज त्यस्तो छैन। यो डिजिटल डिस्रप्सन्सले गर्दाखेरि आज मुस्ताङमा बस्ने एउटा नेपाली र चाहिँ हार्बरमा पढ्ने विद्यार्थीले सुविधा एउटै लिन सक्छ। अघि मैले भने यो ट्रान्सनेसनल एजुकेसन लिन सक्छ। पहिलो कुरा तपाईँको एजुकेसन को मोटो के हो, अब्जेक्टिभ के हो, त्यो कुरालाई तपाईँले सुरुमा बुझ्नुहोस्। त्यो बुझिसके पछाडि तपाईँ साँच्चै बाहिर जाने प्रक्रिया हो भने त्यो प्रक्रियामा तपाईँ लैलैको भरमा यो एउटा एक्सपर्ट काउन्सिलिङ चाहिने कुरा हो। त्यो भएको हुनाले राम्रो कन्सल्टेन्सी, राम्रा परामर्शदाताहरू र राज्यका निकायहरूबाट दर्ता र त्यो अनुसार सञ्चालन विधिमा भएकाहरूसँग गएर परामर्श लिनुहोस्। यो इन्टायर इकोसिस्टममा अर्बिट पनि उभिएको छ र इक्यानका अभियसली अर्बिट जस्ता संस्थाहरू इक्यान आबद्धता पनि छन्। अरू सङ्घ संस्थाहरूमा पनि राम्रै कन्सल्टेन्सी छन् सर। अब 650 इक्यानको कुरा गर्ने हो भने इक्यान चाहिँ आज नेपालको लार्जेस्ट र कम्प्रिहेन्सिभ एसोसिएसन हो। यसमा हामी 650 जति मेम्बर्सहरू आबद्ध जनाएका छौँ र इक्यान नेपालको सबैभन्दा ठुलो सँगसँगै 8वटा ब्रान्चेस भएको एसोसिएसन हो। यो यसमा इक्यानको मेम्बरसिप भनेको एउटा डिग्निफाइड कन्सल्टेन्सी जसको काम गर्ने प्रोफेसनलिजम र इन्टिग्रिटीका इन्डिकेटर्सहरू स्ट्रङ हुनुपर्छ, अनि मात्र इक्यान मेम्बर बन्न पाइन्छ। द्याट्स वाइ त्यसले गर्दाखेरि इक्यानका सबै कन्सल्टेन्सीहरू, इक्यानमा आबद्धता भएकाहरू सबै कन्सल्टेन्सी हुन्, तर सबै कन्सल्टेन्सी इक्यानियन होइनन्। समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। यो एउटा राम्रो अपर्च्युनिटी र अन्तरङ मनसँग कुराहरू हामीले गर्ने मौका दिनुभयो विमलजी। थ्याङ्क यू सो मच वन्स अगेन। थ्याङ्क यू।